टक्क हुनु हामी अहिले पोखरा महानगरपालिका वडा नम्बर 23 चापाकोट अन्तर्गतको औसेलु चौर भन्ने ठाउँमा छौँ। यो पहिले चापाकोट गाविस वडा नम्बर 7 को ठाउँ हो। यो औसेलु चौर भन्ने गाउँ हो। अलिकति उतापट्टि धेरै घरहरू छन्। हामी यो अलि डिलतिर छौँ र औसेलु चौरदेखि हामी उता पूर्वतिर हेर्ने हो, दक्षिणतिर हेर्ने हो भने त्यो घडेरी भन्ने ठाउँ हो। पोखरा महानगरपालिका 23 पर्यो, पहिला वडा नम्बर 6 थियो। त्यसपछि माथि पुम्दी अर्थात् वडा नम्बर 22 पर्छ, त्यो जङ्गलको उतापट्टि र त्यता जङ्गल भयो। त्यसपछि औसेलु चौरकै गाउँ हो। त्यहाँबाट हामी त्यता जान्छौँ। यो पारी देखेको यो खोरपाखा भन्ने ठाउँ औसेलु चौर अन्तर्गत वडा नम्बर 7 पहिलेको र अहिले पोखरा महानगरपालिका 23 नै भयो। त्यसपछि हामी अलिकति पर त्यो डाँडा हेर्ने हो भने मकवानपुर, सिदाने, दमदमे, कुटमी डाँडा हो र यो पछिल्लो देखिएको गाउँ चाहिँ बराङ भनिन्छ। त्यहाँ अहिले योगी विकासानन्दले आफ्नो आश्रम बनाउनु भएको छ। विभिन्न किसिमका ट्रेनिङहरू हुन्छन् र त्यसपछि दमदमे, कुटुम डाँडा, सिधानेपछि अब यता माथिपट्टि हामी देख्छौँ त्यो तामागी भन्ने डाँडा वहाँ माथि देखियो। त्यसपछि तामागीबाट यता आएपछि यो हर्पन चैनपुर को डाँडा यता तलपट्टि र हर्पन चैनपुर पछि हामी देख्न सक्छौँ उता त्यो अन्नपूर्ण गाउँपालिका जुन नाउडाँडा, ढिकुर पोखरी अथवा अधिकारी डाँडा जस्तो क्षेत्र हो। हिमाल एकदमै राम्रो देखिन्छ यहाँ आज अलि मौसम खुलेन त्यो भयो। र तल हेर्दा हामी यो हर्पन खोला तल छ। हर्पन खोलासँगै त्यहाँ ठुलाखेत भन्ने बजार नै देखियो। त्यहाँ सिद्धबरा मावि छ, ठुलाखेत बजार छ, कैरबारी, चैनपुर त्यो एरिया भयो। त्यसपछि हामी वडा नम्बर 24 को कास्कीकोट को देख्न सकिन्छ। कास्कीकोट हो, त्यो अग्लो ठाउँ कास्कीकोट हो। र यसरी यो ठाउँबाट सबैतिर देख्न सकिन्छ कास्कीकोट, उतापट्टि सराङकोट र उता पोखरा उतापट्टि भयो। पारी हामीले देखेको छौँ ओखलढुङ्गे भन्ने गाउँ हो, त्यहाँ अलिकति देखिएको छ। तर अहिले औसेलु चौरमा पनि हेऱ्यौँ अब घरहरू एकदमै पुराना छन्। घरमा मान्छेहरू छैनन्, सबै बजारमा पुगेका छन्, कोही विदेशमा पुगेका छन्, कोही के छन्। यहाँ जग्गा पनि यस्तै बाँझो छ। यो जग्गा बाँझो छ भन्ने पनि यो मेरै नाममा यो लालपुर्जा छ, तर यो जग्गा अब कल्टिभेटेड एकदमै राम्रो खेती हुने ठाउँ हो। पहिला 4-5 जना खेतालीहरूले कोदो रोप्ने ठाउँ भनिन्थ्यो, तर अहिले अब खेती पनि हुन सकेको छैन। यस्तो छ, धेरैको अवस्था त्यस्तै छ। घरहरू एकदमै जीर्ण अवस्थामा छन्। यो हामी देख्छौँ यहाँ काजी भन्ने एकजना यहाँको शिक्षकको घर हो। उहाँ पनि अहिले हुनुहुन्न, उहाँको परिवारहरू हुनुहुन्छ। त्यसै गरी पिपलापति कान्छा भन्ने हुनुहुन्थ्यो, शालिग्राम भन्ने अहिले विदेश छन्, उनको घर हो त्यो। यता तल्लो चाहिँ नारायण शिव, त्यो हरि पिताम्बर भन्नेहरूको घर हो। सबै अहिले यहाँ गाउँमा नभइकन कोही पोखरा बाहिर, कोही विदेशमा हुँदा एकदमै चाहिँ गाउँ चाहिँ एकदमै कस्तो हो कि आएर हेर्दा अलिक दुःख लाग्दो छ। र यो चाहिँ औसेलु चौरको प्रोपर गाउँ। अझ त्यहाँ उता अगाडि पनि घरहरू छन् र धेरै पराजुलीहरूको बस्ती छ यहाँ। केही अब माथिल्लो चापागाईहरू हुनुहुन्थ्यो, त्यो उहाँहरू पनि यता आएर बस्नुभएको छ। केही पौडेलहरू अहिले आउनुभएको छ, केही 1-2 घर त पहिला पनि थियो। त्यसैले औसेलु चौर रमाइलो गाउँ छ। तर अहिले अब मान्छेहरूको बस्ती एकदमै कम छ। यहाँ शिक्षक, राजनीतिक कार्यकर्ता, जनप्रतिनिधिहरू यहाँबाट धेरै मान्छेहरू पाउनु भए, सञ्चारकर्मीहरू पनि पाउनु भए, सबै भए। र पारीको देखिएको चाहिँ ओखलढुङ्गे गाउँ हो। त्यति बेला चापाकोट गाविसको वडा नम्बर 6 मा पर्छ ओखलढुङ्गे। र तर अहिले पोखरा महानगरपालिका 23 भयो। त्यो ओखलढुङ्गाभन्दा उतापट्टि बान्दी को पहिरो हो। त्यो ओखलढुङ्गाबाट पहिरो जान्थ्यो, बान्दीमा हामीले देख्न भएका छौँ। ठुलो पहिरो जाने भएर अहिले धेरै रोकिएको छ। पहिला ठुलो पहिरो थियो। त्योभन्दा माथिपट्टि घडेरी, अनि त्यो अर्को बेल्टमा चाहिँ चापाकोट, मगर गाउँ, अब त्यसपछि उता गएर निर्माणे पाउने स्थिति यस्तो छ। एकदमै यो सबै खेत हो। यो देखिएको यो खेतहरू हो पारीको। अब अहिले त धेरै खेत पनि हुँदैन, अब कति त्यत्तिकै अब बाँझो भइरहेछ, त्यस्तो अवस्था छ अहिले। यो भयो औसेलु चौरको एकदमै यो तपाईँले यो तल हेर्नुभयो भने एकदमै उर्वर भूमि हो यो गैरी खेत भन्ने ठाउँ। अनि उता ठुला खेत तलतिर थियो, यतापट्टि